साम्पाङ पार्क ढुङ्गा त बोकेको रहेछ टाउको कोही फाल्दैछ ल हामी चाहिँ मियर हर्क साम्पाङ है उहाँको पार्क चाहिँ घुम्न आइरहेको छौँ सो यो चाहिँ उहाँको पार्क रहेको छ है सो हामी चाहिँ भिजिट गर्नेछौँ सो सबैजना धरानवासीलाई चाहिँ एउटा राम्रो कुरा छ मियर हर्क साम्पाङ जस्तो तपाईँले यहाँको मियर पाउनु भएको छ है माछा यहाँ माछा पनि रहेको छ है दामी यो हामी चाहिँ हर्क साम्पाङको पार्क मजाले घुम्दैछौँ है यो बिचमा चाहिँ खोला छ पुल सो अब पुलमा चाहिँ चढ लाएर म अगाडि बढ्दैछु है दामी ठाउँ छ है घुम्नलाई चाहिँ यहाँ धेरै ठाउँहरू रहेछ यो चाहिँ तलतिर जाने बाटो होला सुरुमा हामी माथितिर जाऊँ ल माछा ओहो माछा त्यो है यहाँ माछा छ है माछा एकदमै दामी म जुम गरेर देखाउँछु है व्हाइट कलरको फिस छ सेतो रातो अनि त्यसपछि सेतो रातो मिक्स दुवै कलरको छ है ठाउँ पनि एकदमै बवाल है हामी अगाडि बढ्नेछौँ सो अब हामी चाहिँ एउटा सानो मन्दिर पनि रहेछ यहाँ यस्तो घुम्नको लागि चाहिँ दामी ठाउँ नै छ है सो अब यहाँ त फुलहरू हेर्न सक्नुहुन्छ कति दामी छ है सो यहाँ कस्तो छ त ठाउँ अब तपाईँहरू आफै मूल्याङ्कन गर्नुहोस् है एकदमै बवाल दामी ठाउँ बस्नलाई ठाउँ पनि रहेछ यता माथिल्लो साइड त अब पुरै घुमिसक्यो है अब तल्लो साइडतिर चाहिँ घुम्नु पर्ला दामी छ
तपाईँहरू आउनु होला एकचोटि है। यो जङ्गलको बिचमा रहेको यो श्रमदान पार्क खर्क साम्पाङको एकदम बबाल छ है। यहाँ हेरौँ ठाउँ कस्तो देखिन्छ त है। साथीहरू अब हामी चाहिँ अगाडि बढौँ है। यो हामीले यताति साइड चाहिँ घुमिसक्यौँ र अब हामी चाहिँ तल्लो साइडतिर घुम्न जाँदैछौँ है। ठाउँ एकदमै बवाल छ। हामी चाहिँ अब तल्लो साइडतिर जाँदैछौँ। सो हेरौँ है त। तपाईँहरू यो पार्क आउनु भएको छैन भने एकचोटि भिजिट गर्नु होला है। एकदमै दामी पार्क। माथिल्लो साइड पनि त्यतिकै राम्रो छ। अब म तल्लो साइडतिर आउँदैछु है। ठाउँ चाहिँ एकदम दामी है। सो एक्लै चाहिँ घुम्न चाहिँ नआउनु होला, कोही साथीहरू ल्याएर आउनु होला। एकदमै बेस्ट अफ द बेस्ट छ है ठाउँ छ। अब ठाउँ चाहिँ राम्रै हो। मेरो छाया देखिरहेछ नि। अब हामी अगाडि बढौँ। ठाउँ एकदम राम्रो। खोलाले यसको ब्युटी अझै राम्रो बनाइरहेको छ। दामी। हजुर के अरे सर के छ घरको काम सक्छ त्यो उसलाई के साथीहरू है, अब यहाँ त बिदाइ हुने बेला जस्तो भयो। सो टिकट काउन्टर हेऱ्यो। अब म चाहिँ अटोमा चढेर
जान्छु है। सो त्योभन्दा अगाडि चाहिँ एक्चुली माथि एउटा